हजुरहरुको सोफालाई माथिदेखि तलसम्म छोप्ने कभर एकदमै धेरै आएको छ र हजुरहरुले धेरै सोधि पनि रहनु भएको छ हैन। यसमा अब भिन्टेज र लम्पट भनेर हजुर धेरैजना कन्फ्युजन हुनुभएको छ। लम्पट के हो, भिन्टेजमा के हो भनेर म हजुरहरुलाई भन्दैछु यो भिडियो मार्फत र नेक्स्ट भिडियोमा हामीसँग अवेलेबल कलरहरु देखाउँछु। सो हजुरहरुले यो भिडियो हेरेर त्यही अनुसार हजुरहरुलाई भिन्टेज चाहिन्छ कि लम्पट चाहिन्छ अर्डर गर्न सक्नुहुन्छ। भिन्टेज भन्नाले हजुरहरुको यो सोफाको साइज हुन्छ 190 सेन्टिमिटर है, जसको साइज 100 सेन्टिमिटर छ, जसले हजुरको सोफालाई माथिदेखि तलसम्म पुरै कभर गर्छ। यत्रो ठुलो हुन्छ, यो पुरै कभर गर्छ हैन। यसलाई हामीले भिन्टेज भन्छौं। यो पनि हजुरहरुले मिटरको हिसाबले लान सक्नुहुन्छ। यो चौडाई 1 मिटर 90 सेन्टिमिटर भएको भिन्टेज भयो, जसले पुरै कभर गर्ने भयो भने हजुरहरुले लम्पट भनेर पाउनु हुनेछ यो सानो खालको, जसले हजुरहरुको सोफाको सिटमा मात्रै राख्छु भन्दा नि पाइयो, ब्याकमा मात्रै राख्छु भन्दा नि पाइयो, सिट र ब्याकमा अलग अलग राख्छु भन्नुहुन्छ भने त्यो पनि पाइयो, जसको चौडाई चाहिँ 100 सेन्टिमिटर रहेको छ। यो 100 सेन्टिमिटर मात्रै हुन्छ यसको चौडाई। यो चाहिँ हजुरहरुले लम्पटको रूपमा पाउन सक्नुहुनेछ। यसमा पनि हजुरहरुको ब्याकिङ सेम हुन्छ, प्रिन्ट सेम हुन्छ, डिजाइन सेम हुन्छ, बट चौडाई लामो छोटो हुने मात्रै हो। सो लम्पट र भिन्टेज हामीले यसरी छुट्याएका छौं र हजुरहरुले हजुरको सोफालाई कसरी राख्न चाहनुहुन्छ त्यो हिसाबले लिएर जान सक्नुहुनेछ। यो